वेलकम टु माई युट्युब च्यानल। आज म तपाईँहरूलाई चाहिँ यो भिडियो खास बनाउनुको कारण चाहिँ जति पनि डिबी लोट्री भरेर बस्नुभएको छ उहाँहरूले चाहिँ यो डिबी लोट्री चेक गर्दाखेरि चाहिँ यदि तपाईँको कन्फर्मेसन चाहिँ हराएर पाउनुभएको छैन भने चाहिँ त्यो कन्फर्मेसन चाहिँ पत्ता लगाउनको लागि चाहिँ मैले यो भिडियो बनाएको। कसरी पत्ता लगाउनु भनेर सुरु गरौँ है त। तपाईँले यहाँ चेक स्ट्याटसमा गएर क्लिक गर्नुहोस्। टिभी प्रोग्राम स्टेट .gov वेबसाइट ओपन गरेर त्यसपछि तपाईँले फेरि कन्टिन्यूमा क्लिक गर्नुहोस्। कन्टिन्यूमा क्लिक गरिसकेपछि तपाईँले यहाँ यसरी यस्तो इन्टर्न इन्फर्मेसन भन्ने रहेछ, त्यसमा कन्फर्मेसन नम्बर छ भन्छ। हामीले चाहिँ भिडियो बनाएको खास चाहिँ कन्फर्मेसन पत्ता लगाउनलाई हो। यहाँ तपाईँले तलपट्टि यहाँ देख्नुहुन्छ फरवर्ड कन्फर्मेसन नम्बर भनेर छ, यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि यहाँ तपाईँले चाहिँ हाम्रो 2025को कन्फर्मेसन पत्ता लगाउन लाग्यो, त्यसको लागि चाहिँ यसमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईँले यहाँ चाहिँ आफ्नो नाम चाहिँ हाल्नुपर्ने हुन्छ। टाइप युवर नेम है। त्यसपछि यहाँ तपाईँ टाइप युवर लास्ट नेम, फ्यामिली नेम भनेको छ, त्यसमा तपाईँले चाहिँ लास्ट नेम हाल्नुहोस्। त्यसपछि यहाँ आफ्नो फर्स्ट नेम हाल्नुहोस् है। फर्स्ट नेम अनि त्यसपछि तपाईँको यदि मिडल नेम छ भने मिडल नेम हाल्नुहोस्, नभए नो मिडल नेम गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ आफ्नो अब डेट अफ बर्थ आफ्नो तपाईँको त्यो भर्दाखेरि कुन राख्नुभएको छ त्यही हाल्नुहोस्। त्यसपछि तपाईँले चाहिँ त्यो भर्दाखेरिको इमेल एड्रेस जे राख्नुभएको त्यही हाल्नुहोस्। त्यसपछि तपाईँले यहाँ चाहिँ यसरी क्याप्चा भर्नुपर्ने हुन्छ होइन। क्याप्चा चाहिँ तपाईँले भर्दाखेरि चाहिँ यहाँ तपाईँले त्यही अनुसारले भर्नुपर्ने हुन्छ। यहाँ लेखेको छ 8B9P9P भनेको छ। त्यसपछि तपाईँले यहाँ सबमिटमा गएर क्लिक गर्नुभयो भने तपाईँले एउटा अर्को पेज खुल्नेछ। र अर्को पेजमा यसरी तपाईँको चाहिँ यहाँ यसरी आएको छ यो कन्फर्मेसन नम्बर। त्यसरी नै तपाईँको चाहिँ आउनेछ। आई होप तपाईँले चाहिँ यो भिडियोबाट चाहिँ थाहा पाउनुभयो कि कन्फर्मेसन चाहिँ कसरी